मेरै निम्ति स्वर्गको परमेश्वरले तिमलाई बनाउनु भो हजुरकै शरीरको एक अङ्ग म पनि मेरै निम्ति स्वर्गको परमेश्वरले तिमलाई बनाउनु भो हजुरकै शरीरको एक अङ्ग म पनि उहाँकै योजनामा जोड्नु भएको उहाँकै योजनामा जोड्नु भएको मेरै निम्ति स्वर्गको परमेश्वरले तिमलाई बनाउनु भो मेरी प्रियसी म तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु मेरी प्रियसी म तिमीलाई असाध्यै माया गर्छु मैले पनि त हजुरलाई जीवनै सुम्पेकी छु सृष्टिकै उत्कृष्ट रचना हो हामी सृष्टिकै उत्कृष्ट रचना हो हामी मेरै निम्ति स्वर्गको प्रभु तपाईँ परमेश्वर एकत्रित गरिदिनु भयो धन्यवाद मान्छौँ अनि सबैभन्दा पहिला तपाईँको चरणमा हामी आउँछौँ तपाईँ परमेश्वरले हामी मान्छे जाति हौँ कति भुल त्रुटि गरेका छौँ सबै मानिल्याउँछौँ क्षमा गरी बक्स बिन्ती छ प्रभु यसरी तपाईँको महिमा गरेको तपाईँको नाम मानेर यसरी पवित्र बिहा गरेको दुष्ट शैतान चाहँदैन तर पनि तपाईँ परमेश्वर समाथि हुनुहुन्छ र दुष्ट शैतानको थाप्नामा कुल्चिकाले तपाईँले विजय लिनुभएछ यही हामी प्रार्थना छौँ यही आशा राख्दै सारा सेवाकाई तपाईँसँग दिन्छौँ हामी तपाईँमा समर्पित हुँदै छोडेर प्रार्थनालाई मुक्तिदाता यीशु नाममा टक्राउँछौँ बाबु सुनेर ग्रहण गरिदिनुहोस् आमेन
प्रेमी सम्बन्धी केही कुरा हेर्ने हामी कोसिस गर्नेछौँ। एउटा सानो आउनुहोस् त दोस्रो कोरिन्थीको पुस्तक हामीले हेरिरहेको कुरा हो, त्यो हेर्ने मात्रै हो। मैले तपाईँहरूलाई नयाँ कुरा भन्ने होइन, तर त्यो कुरालाई इलेबरेट मात्रै गर्ने हो। दोस्रो कोरिन्थी 11 को 2 पद र हाम्रो भाइले आज पढ्नुहोस् त, हाम्रो विवाह हुने भाइले अथवा बेहुलाले दोस्रो कोरिन्थी 11 को 2 पद पढ्नु पर्यो। किनकि म ईसाले तिमीहरूका लागि इस्राएली भएको छु, किनकि एउटी चोकी कन्याको रूपमा तिमीहरूलाई ख्रीष्ट कहाँ अर्पण गरौँ भनेर मैले एउटा पिताका लागि पतिका लागि तिमीहरूको मगनी गरिदिएको छु। आमा र बाउको ठुलो भूमिका हुन्छ है। त्यस कारणले गर्दाखेरि त्यो भएको कारणले गर्दाखेरि है यहाँनिर छनौट चाहिँ कहिले गर्नुपर्छ भन्छ। पुरानो पहिला चाहिँ है बाबुआमाले गर्थ्यो। त्यसै कारणले गर्दाखेरि नयाँ नियममा पनि यौना 15 को 16 भन्छ नि, तिमीले मलाई चुनिनौ तर मैले तिमीलाई चुने। हेर्नुहोस् त कति मिठो कुरा छ है। मैले अघि पनि भने धेरै कुराहरू छ, एकदम सर्टेज छोटोमा मात्रै समरीमा मात्रै बनाउने है। नत्र त प्रभुले पनि परमेश्वरले पनि पुत्रलाई पृथ्वीमा पठाउनु भयो अनि त्यसपछि यसको थुप्रै यसको पोइन्ट्सहरू आउँछ। तर मलाई एकदम छोटकरीमा मात्रै तपाईँलाई भन्नु पर्यो। यहाँनिर चुन्ने काम चाहिँ है आज यहाँ बाउ आमाले गरेको छ। आज एउटा यस्तो जमाना आयो है, आज एउटा यस्तो युग आयो है। हुन त अब यो समय अनुसारको कुरा भन्नु पर्यो है। बाउ आमाले भन्दा, गार्जेनले भन्दा है आफूमा चुन्ने चलन आयो। धेरैजना भाइ बहिनीले भन्ने गर्छन् है, मैले नचिनेर नजानेको मान्छेसँग कसरी जिन्दगी बिताउने। त्यस कारण मैले चुन्न र छान्न पाउनुपर्छ। यो आजको युगको, आजको पुस्ताको, आजको जवान भाइ बहिनीहरूको कुरा हो। यो पनि ठिकै छ है। यो चाहिँ पहिला तर चुन्ने काम चाहिँ बाइबलमा तपाईँले हेर्नुभयो भने है एउटा परिवारको ठुलो भूमिका हुन्छ, गार्जेनको ठुलो भूमिका हुन्छ। त्यस कारण म फेरि पनि दोहोऱ्याउनु पर्यो। आज एउटा जवान भाइ बहिनीको निम्ति है, बढेको छोराछोरीको निम्ति आज तपाईँको बाउले, आज मण्डलीको गार्जेनले कस्तो भूमिका खेलिरहेको छ है, कस्तो प्रकारको रोल गरिरहेको छ। आज मण्डलीमा भाइ बहिनीहरू पढेर गयो, आज यिनीहरूको जोडीको प्रबन्ध गर्नुपर्छ भनेर के तपाईँले के गर्नुभएको छ? बाउले त अब भाइ चाहिँ एकदम राम्रो छ, जिम्मेवारी दाजुले भाइ चाहिँ राम्रो छ, अब जानुपर्छ भनेर मानेको हो कि होइन? होइन, पक्का एकदम पुरा स्वतन्त्र हुनुहुन्छ है। भोलि पर्सि कसैलाई मलाई त मण्डलीमा दाजुहरूले भनेर म त उसँग बिहा गरेको है, मलाई त यस्तो थाहा थिएन भनेर हाम्रो जिम्मेवारी दाजुहरूलाई दोष लाउनुहुन्न नि। पक्का तपाईँ एकदम पूर्ण रूपमा, पूर्ण हृदयमा एकदम स्वतन्त्र हुनुहुन्छ है। कि हाम्रो यहाँ टाइटस ब्रदरलाई उहाँले भनेर भन्नुहुन्छ होइन है? होइन हो, ल ठिक छ, बस्नुहोस्। ल भाइलाई पनि म सोधिहाल्छु, भाइले पनि हामी भाइलाई पनि भन्नु पर्यो। साइमन भाइले भनेर हो? साइमन भाइले भनेर होइन कि बाउले भनेर हो? ल ठिक छ, बस्नुहोस्। ल है, यो चाहिँ उसका रोटी लिएर हामी बाछालाई के गर्छौँ? पक्का गर्छौँ। यो है मेरो नयाँ रगतको बाछा हो। अब जहिले तिमीले भेट्छौ है मेरो सम्झना गर्ने गर भनेर के गर्छ? प्रभुले मण्डलीसँग अनि ख्रीष्टसँग हामीलाई के गरेको छ? पक्का गरेको छ है। यो चाहिँ त्यसको कुरा हो। त्यस कारण यो बाचा चाहिँ कहिले पनि तोडिँदैन भन्छ है। गभर्नेन्ट चाहिँ कहिले पनि तोडिँदैन अरे है। यो कन्ट्र्याक्ट होइन। आज सम्बन्ध गर्ने अनि भुले तोड्ने है। तर यो चाहिँ बाचा हो, करार हो। यो करार चाहिँ कहिले पनि तोडिँदैन भनेर भन्छ। तपाईँले बाइबलमा करारको सम्बन्धी हेर्नुभयो भने है, जब अब्राहमसँग परमेश्वरले करार गर्नुभयो, बुझ्नुहोस् मात्रै 15 अध्यायमा है, अब्राहमलाई परमेश्वरले यस्तो करार गर्नुभयो, अब्राहम म तिमीलाई एउटा छोरा दिनेछु है। बुझाउनको लागि भनेको है, अब्राहम म तिमीलाई एउटा छोरा दिनेछु भनेर बाचा पार्नुभयो। त्यत्रो पानी अब 25 गतेको दिनको लगाउन हामीले यहाँसम्म समापन भयो। तपाईँका प्रिय लोगहरूलाई
प्रभु हामी जानेनौँ चिनेनौँ आफ्नो अनन्तरात्मा मानेर तपाईँलाई विश्वास गरेनौँ प्रभु यस अनन्त मरणको लागि तपाईँ साँची राख्नुभयो र तपाईँले हामीलाई तपाईँ जीवन दिँदैन तपाईँको सेवा भक्ति गर्ने हामीलाई मौका दिनुभएको छ प्रभु धन्यवाद दिन्छौँ विशेष गरी हामी प्रार्थना गऱ्यौँ यताउसभाउ परमेश्वर पिता यसरी यताउसभाउ ल्याउनुहोस् ल अनि आफन्तहरू पनि आइदिनुहोस् यता अगाडि आएर बाइबल एकछिन नै राख्नुहोस् बाइबल चाहिँ राख्नु है त्यो राख्दा हामी छेउमा तपाईँले दिएको बाइबल अप्ठ्यारो हुन्छ र तपाईँले के ल्याउनु भएको छ बहिनीलाई भाइ हुनेवाला दुलहा भविनको बन्धनमा तुलसा बाँधिँदैछन् अनि उहाँले चाहिँ एउटा बहिना स्वरूप यो मेरो हो आजदेखि भनेर हाब्रेको होसेको पुस्तकमा लेख्नु छ उहाँलाई आफ्नो बनाउँदैछ उहाँले स्वीकार गर्नुहुन्छ ल तपाईँले लगाइदिनु सक्नुहुन्छ ठिकै छ ल ठिक छ उहाँले स्वीकार गर्नुभएको छ अरू केही छ तपाईँले दिनुहोस् ल उहाँले लिनुभयो र समयदेखि यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा परम प्रभुको इच्छा पुरा गर्न तयार छन् दुवैजना परम प्रभुको इच्छा पुरा गर्न तयार छन् दुवैजना यो जोडी आज ल धन्यवाद दुवै तर्फबाट उपहार साथ सकिएको छ एक भन्दा दुई असल भन्ने बाइबलको वचनमा नमुना बनोस् यो जोडी कामना यो दिनमा दिन्छु त्यो डोरी डारिलो हुन्छ पवित्र बन्धनमा यो जोडी आज आशीष र दर्शन माग्दछु प्रभु अभिषेक यो दिनमा Susa
दिनुभयो, स्वर्गीय सल्लाह सुझाव दिनुभयो। अनि हामीले सबै दुवैजना दुल्हा दुलही लगायत परिवारले सोधपुछ गरेर हामी स्वतन्त्र भएको कारण विवाहलाई यो विवाह बन्धनमा बाचा बाँध्नको लागि यहाँहरूलाई तपाईँको हातमा नयाँ प्रकारले सुम्पिनको लागि अब हामी उपस्थित भएका छौँ। र बेहुला बेहुली लगायत यहाँ सम्पूर्ण जनाको उपस्थिति छ। विशेष गरी अब कानाको विवाहको भोजमा तपाईँको उपस्थिति भए जाइ जुन आवश्यकता कुराहरू छ तपाईँले माथिबाट पुरा गर्नुहोस्। परमेश्वरको सामु, स्वर्गदूतहरूको सामु, स्वर्गदूतहरूको सामु, अन्धकारको सामु, अन्धकारको सामु, मण्डलीको सामु, मण्डलीको सामु, आफन्तहरूको सामु, आफन्तहरूको सामु, इष्टमित्रको सामु, इष्टमित्रको सामु, परमेश्वरमा भइकन परमेश्वरमा भइकन बहिनी तुलासालाई बहिनी तुलसालाई उनको दाहिने हात पक्रिकन उनको दाहिने हात पक्रिकन परमेश्वरको अघि म हृदयबाट नै हृदयबाट नै आजदेखि म मेरो उनलाई पत्नी भनिकन हृदयबाट स्वीकार गर्दछु। जानु परे तापनि मेरो आफ्नै शरीरलाई चाहिँ तपाईँको वचन अनुसार प्रेम गरेर उनलाई स्याहार सुसार गर्नेछु। हरेक परिस्थितिमा हरेक कुरामा सङ्घर्ष भए तापनि आफ्नै शरीरलाई चाहिँ म उनलाई स्याहार समार गर्नेछु। यो पनि प्रतिज्ञा गर्नेछु। म प्रभुको बाटोमा आफै पनि हिँडेर उनलाई पनि प्रभुको बाटोमा हिँड्नको लागि सहयोग पुर्याउनेछु। परमेश्वरको सङ्गतिमा सेवामा प्रभु भोजमा प्रेरितको शिक्षामा प्रार्थनामा सधैँभरि सहयोग पुर्याउनेछु। हरेक अवस्थामा उनलाई स्याहार समार गर्नेछु। अनि हामी दुई भएर परमेश्वरको सङ्गति गर्दै प्रभुको आगमनको दिनसम्म स्थिर रहेर प्रभुको चरणमा रहनेछौँ। आफन्तहरूको बिचमा घर घरनामा मण्डलीमा साक्षी बनेर हामी रहनेछौँ। रोकटोक गर्ने छैन। जे जति प्रभुले हाम्रो भौतिकी कुराहरूमा आशिष दिनुहुन्छ त्यसबाट पनि प्रभुको घरमा दशौंको भेटहरू लिएर सङ्गति गरेर हामी परमेश्वरको सेवा गर्नेछौँ। मृत्युले बाहेक कुनै कुराले पनि अब हामीलाई अलग गर्ने छैन भने यो म प्रतिज्ञा गरिरहेको छु। सबै प्रतिज्ञाहरू पुरा गर्नको लागि मलाई सहायता गरेका हुन्। मण्डलीको सामु, स्वर्गदूतहरूको सामु, आफन्तहरूको सामु, विश्वासी सन्तगणको सामु, इष्टमित्रको सामु, अन्धकारको सामु, दाजु भविनको दाहिने हात पक्रिकन म उहाँलाई आजदेखि मेरो पति भनिकन हृदयबाट स्वीकार गर्दछु। सीको पत्री 5 अध्यायको 22 पद अनुसार परमेश्वरको अधीनमा रहे चाहिँ म पनि उहाँको अधीनमा रहेर परमेश्वरको सेवा गर्न सकौँ। दुःखमा सुखमा उहाँलाई साथ दिँदै जीवनभर म उहाँको अधीनमा रहेर परमेश्वरको डरमा रहेर मण्डलीमा भएर सेवा सङ्गति गर्दै हामी दुई एक भएर परमप्रभुको सेवा गर्नेछौँ भने यो म करार गर्दछु। दुःखमा कमीमा जुनै अवस्थामा भएर
जानु परे तापनि म उहाँलाई एउटा सहयोगी बनेर म उहाँलाई साथ दिनेछु अनि हामी दुई भएर प्रभुको आगमनको दिनसम्म प्रभुको सेवा गर्नेछु अनि हाम्रो साक्षी गवाई आफ्नो मण्डलीमा घरानामा इष्टमित्रहरूको बिचमा आफन्तहरूको बिचमा गवाई राखेर प्रभुको आगमनको दिनसम्म हामी एक भएर रहनेछौँ। सेवा सङ्गति प्रभुको वचनमा प्रार्थनामा उपवास प्रार्थनामा मण्डलीमा हामी निरन्तर एक भएर प्रभुको सेवा गर्नेछौँ। अब गर्दछु जहिलेसम्म पृथ्वी तलमा जीवन दिएर राख्नुहुन्छ त्यस घडीसम्म म उहाँकी पत्नीकी रूपमा भएर उहाँको सधैँभरि अधीनमा रहेर रहनेछु अनि हामी दुईलाई भौतिकी कुराहरूमा प्रभुले जति कुराहरूमा आशिषहरू दिनुहुन्छ सेवा समिति गर्दै प्रभुको भाग लिएर पनि प्रभुको घरमा हामी सेवा गर्नेछौँ। सम्हाल्नुहुने परमेश्वरको सेवा हामी निरन्तर दुईजना एक भएर गर्नेछौँ। यी सबै प्रतिज्ञाहरू पुरा गर्नको लागि म कमजोर छु, म दुर्बल छु, म लडिजान्छु, म गिरिजान्छु। परमप्रभुले यी सबै प्रतिज्ञाहरू पुरा गर्नको लागि हामीलाई सहायता गरेका हुन्। प्रार्थना गर्छु। हाम्रो स्वर्गीय पिता बादशाह आज मण्डलीका सामु परमेश्वरको सामु स्वर्गीय दूतहरूको सामु जुन आफन्तहरूको बिचमा जो करार गरेका छन् जीवन रहेछन् तपाईँ प्रभुको सेवा गर्न भाइ बहिनीलाई सहायता गर्नु, यिनीहरूलाई स्वास्थ्य दिनुहोस्। यिनीहरूलाई जति शरीरमा बढ्दै हुन्छ त्यति नै आत्मामा तपाईँले बढाउँदै लैकन आफ्नो नामको महिमा गर्नुहोस्। उनीहरूको जीवनद्वारा आज घरनाले मण्डलीले छरछिमेकीहरूले उनीहरूको साथी सङ्गीहरूले उनीहरूको सबै आज आफन्तहरूले प्रभुको आशिष पाएको छ। तपाईँसँग प्रार्थना उनीहरूको जीवनद्वारा धेरै परिवारहरूले भाइ बहिनीले जो भाकल गरेका छन् यी सबै पुरा गर्नको लागि भाइ बहिनीलाई सहायता तपाईँको वचनमा सङ्गतिमा प्रार्थनामा भोजमा आज सुसमाचारको काममा सबै कुरो सेवाहरूमा आज अगाडि बढेर तपाईँ प्रभुको आगमनको दिनसम्म एउटा विश्वासयोग्य पति भइकन जिउन सकेको छ। तपाईँसँग प्रार्थना गर्दै भाइ बहिनीलाई आजदेखि तपाईँ आफ्नो कमिट गर्छन्। तपाईँले आशिष दिनुहोस्। उनीहरूको परिवार सधैँभरि हाँसी खुसीसँग दुःखमा पनि सुखमा पनि हाँसी खुसी रहेर एउटा सुखी परिवार बनेर जिउनका लागि यो परिवारलाई तपाईँ हातमा जिम्मा लाउँदै धन्यवाद बिन्ती प्रार्थना उद्धारकर्ता प्रभु यीशु मसीहको नाममा परमेश्वर पिता सुनि ग्रहण गर्नुहोस्। अनि बहिनी तुलासालाई आज प्रभुको यसरी अगाडि अनि मण्डलीको अगाडि अनि स्वर्गीय दूतहरूको अगाडि अनि आफन्तहरूको बिचमा विश्वासीहरूको बिचमा आज मण्डलीद्वारा पति पत्नी भनिकन हामी घोषणा गर्दछौँ। प्रभुले आशिष दिए, प्रभुले सहायता गरेका सानो छ पादो पिलो गरेर यसमा दिनुपर्छ। जति आफूलाई लाचार होइन एकदमै पर्खेर भए पनि जसरी भए पनि आफ्ना पेटभरि खानुपर्छ। यहाँ गएर लागेर तपाईँले दिइदिनु होला, कोही पनि त्यसरी फर्केर नजानु होला। अनि कति टाढो टाढो पहिला दिनुहोस् भने हामी अब यता स्थानीयदेखि बिस्तारै लिँदा हुन्छ र बेहुलापट्टि गएर पहिला लिइदिनु होला।
आज मैले पाए जीवनको खुसी ईश्वरबाट तिमीलाई मेरो यो जीवनमा उपहारको रूपमा दिनु भयो तिमीलाई अब जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग अब जिउने छु यो जीवन तिमीसँग तिम्रो सहयोगी बनी हिँड्नेछु तिमीसँग जीवनको गोरेटो उकाली ओह्राली सधैँ तिम्रो साथमा हिँड्नेछु आज यो जीवनमा खुसीको रङ्ग छायो यो मुटुले छुट्टै आनन्द पायो आज यो जीवनमा खुसीको रङ्ग छायो यो मुटुले छुट्टै आनन्द पायो खुसीका दिनहरू तिमीसँगै काट्नु छ दुःखका दिन पनि तिमीसँगै बाँच्नु छ दुःखका दिन पनि तिमी साथमा छौ आउँछ मलाई तिमी मेरो साथमा छौ रातभरि हुरी चल्यो घरको धुरी सबै हल्यो बेसरी मुटु काम्यो हौ तर आउँछ मलाई तिमी मेरो साथमा छौ आउँछ मलाई तिमी मेरो साथमा छौ बगैँचाको पर्खाल झर्यो महिनाको मेना ढल्यो कस्तो कालो औँसी पर्यो हौ हेर्दा हेर्दै ओठबाट
बिहानहरू झरी गयो साँच्दा साँच्दै हातबाट खुसीहरू खसी गयो हौ छेक्दा छेक्दै आँगनबाट घाम पनि भागी गयो रोप्दा रोप्दै बसन्तलाई बगैँचा उजाड भयो हौ पाउँजाले घाँटीमा समाउँदा भोलिको अनिश्चितताले प्रश्वास दबाउँदा सपनीमा शास्ति अनि मिल्छ विपनीमा नि व्यथा मिल्छ विपनीमा नि व्यथा तर आउँछ मलाई तिमी मेरो साथमा छौ आउँछ मलाई तिमी मेरो साथमा छौ बलियो हाम्रो मायाले जीवनको धुरी कसौला माया नै पो लक्ष्य रहेछ हौ ईश्वरले तिमी दिलाई कत्रो गुना गर्यो मलाई हर ऋतुमा जीवन साथी सधैँ तिमी मेरो साथमा छौ आट आउँछ साहस आउँछ भविष्यको सामना गर्न आउँसी रातमा पनि ज्योति छाउँछ जब तिमी मुस्काउँछौ भन्छु केही सुझाव मेरा संसार जित्न हिँडेकालाई माया भन्दा अरू ठुलो त्यहाँ छैन केही जित्नलाई
and I'd say I do for the rest of my life. With all that I have, I do, and I will when the sky is falling. I promise you I'm all in, no turning back. And every day, every moment, every breath you take, I choose you. This is more than just a wedding. This is etched into eternity. With our union, we will move mountains. We will live on our knees. 'Cause he'd choose us in 100 lifetimes. He'd choose us in 100 worlds. He'd find us, and we'd say we do for the rest of our lives. With all that we have, we do, and we will when the sky turns black and he comes back riding on the clouds. Every day, every खोइ छोड्नु न आमाहरू Marai hora तिमीमा हराउनु बिस्तारा हराएरै भेट्नु संसार थाहै नपाएको जिँडेको मेरा आँखामा आइबसे मेरा सपना तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको माया होइन भने चाहिँ अँधेरी बिहान बने चाहिँ हाम्रो माया पनि
खामा बनी उदाई औलानी त्यही पहाडमा तिम्रै यो संसारमा बसौँ सधैँमा बाँधेरै तिमीलाई अँगालेरै बसौँ सदैव माया त यही पो रहेछ हराएरै भेटिँदो रहेछ खुसी माया हो र इशारामै बोल्नु नबोलेर नबोली नै मनका कुरा सबै मनले मनलाई सुनाउने तिम्रो ओठमा तिम्रो अधरको बनोटमा भेटे मैले मेरो संसार थाहै नपाएको जिडेको परिभाषा त त्यही हो मेरो लागि त माया यही हो तिम्रै छेउ बसी हाँसी खुसी जिन्दगी बिताउने तिम्रो पहाडमा तिम्रै यो संसारमा बसौँ सधैँमा बाँधेरै तिमीलाई अँगालेरै बसौँ सदैव पहाडमा बसौँ म तिम्रैमा पहाडमा बसौँ म तिम्रैमा हामीलाई तपाईँलाई थाहा छ र पनि तपाईँको एउटा हामीलाई सहायता गरिबक्छु र आजको सेवा तपाईँको प्रार्थनालाई राख्न राख्नु पिता संसारमा सर्वश्रेष्ठ पुष्पमा दुनिया में सबसे प्यारे पुष्पमा दुनिया में सबसे प्यारे पुष्पमा दुनिया में सबसे प्यारे पुष्पमा The best book to read is the Bible. The best book to read is the Bible. If you read it and know it, it will help you on the way. On the best book to read is the Bible. अब हाम्रो यो नानीहरूको पवित्र विवाह हिजो सम्पन्न भयो अनि यहाँ मोरङ रफिदिन प्रार्थना मण्डलीमा र हाम्रो यो आज यो सेवाकाई राख्ने कारण चाहिँ हाम्रो यहाँ मण्डलीमा जो जन्ती जानुहुन्छ उहाँहरूले त उहाँ भेट्नुहुन्छ अनि नजानेहरूले चाहिँ के गर्ने भन्ने सम्बन्धमा यो प्रश्न आएकोले गर्दाखेरि यो सेवाकाई राख्नु परेको हो र यसलाई चाहिँ अब हामीले धन्यवाद भनौँ अथवा अब यता हामी विधवा देश 10 घटाउनु भएको आशिष दिनको लागि आशिष दिनको लागि र तपाईहरुलाई परमेश्वरले प्रेम गर्नुहुन्छ
छ हामी सबैलाई सहायता दिनुहुन्छ प्रभुजी हामीले वचन पढेका छौँ र प्रभुजी आशिष दिने सम्बन्ध बेलामा तपाईँ परमेश्वरले सहायता गर्नुहुन्छ र तपाईँ प्रभुको स्थानमा उभिएको छ प्रभु यीशुलाई पहिले नचिनेहरूले पनि परमेश्वरले प्रेम गर्नुभएको छ र पूर्ण यो भन्नुपर्छ। ल अब हामी प्रार्थना गर्छौँ अनि हामी यो सन्देश हामी मनाउँ। यहाँ रेबिकालाई आशिष दिएको छ बुजुर्गहरूले। बुजुर्ग भनेको अब आएको है उसको आमा बाबा दाजुभाइ भन्नुभएको यो शब्दमा बताएको छ अब हाम्रो त यहाँ आइसक्यो यहाँ पनि अब सेवाकाई चाहिँ हुनुपर्छ भन्ने मण्डलीमा भएकोले अनि तिम्रो वंशले आफूलाई घृणा गर्नेहरूको मूल ढोकामा अधिकार गरोस्। लाखौँ लाख अहिले संसारमा भर्ती गर्ने हो भने रेबिकाको सन्तान है यो तपाईँ हामीले यसको इतिहास पढ्ने हो भने धेरै छ, सुन्नु हो भने धेरै छ र यसरी है आशिष आज संसारमा सबैभन्दा धेरै क्रिस्चियनिटी छ। कतिदेखि छैन भने जोडा बनाएर हवा आदमको त्यस कारण सारा संसारभरि आज हवा आदमको सन्तान हुने भएन प्रभु। आज हाम्रो प्रगतिमा हामी यसरी प्रभु सेवा गर्दै आएका आफ्नो छोरी प्रभु आज रेबिकालाई यसरी बहिनी प्रभुजी तुलसालाई प्रभु तपाईँले जोडा दिनुभयो हुँदैन र आज यो नानीसँग जोडा हुनुको लागि परमेश्वरको इच्छाद्वारा आज तपाईँ परमेश्वरले गर्नुभयो जोडा तपाईँको इच्छा अनुसार हो पवित्र हुनुमा तपाईँले सहायता गर्नुभयो हाम्रो जति पनि रवि दिनमा तपाईँले आजको वचन मुताबिक आज आशिषमाथि आशिष दिनुभयो। धन्यवाद छ प्रभु तपाईँ जिउनु परमेश्वरले। फेरि पनि आज जुन सन्तान आज तपाईँले बढाउनु भयो धन्यवाद छ। जुन सन्तानमा तपाईँले गाप्नुभयो प्रभु अब आफ्नो छोरीले आज प्रभु यो भूमिका धेरै निभाउनु परेको छ प्रभु। दुःखमा सुखमा कष्टमा निन्दामा खेदमा प्रभु तपाईँ परमेश्वरको आज छोरी एउटा प्रभु आज नमुना बन्दै अब यो भवनमा आज तपाईँ परमेश्वरले सेवा गर्नु ल्याइपुऱ्याउनु भयो। धन्यवाद छ प्रभु। अब यहाँ मिलिकन मण्डलीसँग मिलिकन एउटा आशिषमय सेवा गर्दै जानुपर्छ प्रभु। आफ्नो छोरीले सहायता गर्नुहोस् प्रभु। घर परिवार पतिको अधीनतामा भएर प्रभु आज तपाईँको वचनै छ प्रभुजी। तपाईँ परमेश्वरले आफ्नो छोरीले वचन सम्झिकन आज पतिको अधीनतामा भएर आज प्रभु तपाईँ परमेश्वरको छोरी जिउनु छ सहायता गर्नुहोस् बिन्ती प्रार्थना छ। जिउँदो परमेश्वर पिता सबैले आज प्रभु सुरु अन्त पुरा गर्दै तपाईँको छोराछोरीसँग या मण्डलीसँग मिलिकन तपाईँको सेवा गर्नुपर्छ प्रभु। तपाईँको छोरीले र नमुना बन्दै आज प्रभु तपाईँको राज्यको लागि प्रभु तपाईँको छोरीले सेवा गर्दै तपाईँको छोरा दम्पति जीवनले आज तपाईँको सेवा कुनै आज प्रभु तपाईँ परमेश्वरको भूमिबाट तपाईँले बचाउनुहोस् भन्ने प्रार्थना छ। जिउँदो परमेश्वर तपाईँले आशिषमाथि आशिष दिनुभयो। पवित्र सेवामा पवित्र बेमा तपाईँले सुरु अन्त पुरा गर्नुभयो। सारा मण्डलीको प्रार्थनाको उत्तर दिनुभयो। आज यहाँको मण्डली हामी जति रख्नुहुन्थ्यो प्रार्थनाको उत्तर व्यक्तिगत प्रार्थनाको उत्तर दिएर आज हामीलाई यहाँसम्म ल्याउनुभयो। धन्यवाद छ प्रभु। फेरि पनि आज हामी आज यो सेवा यहाँ पनि आज धन्यवादको सेवा राख्नुभयो। फेरि आज हामीले फेरि आज नानी बेहुलाको घरको थाली राख्नेछौँ। त्यसपछि प्रभु आज हामी घर फर्किनेछौँ। परमेश्वरले हामीलाई सहायता गर्नुभयो। मलाई
अनि यहाँ भएको मण्डली सबैलाई तपाईँले सहायता गर्नुहोस् भन्दै बिन्ती प्रार्थनालाई प्रभुको अति नै पवित्र नाममा पिता सुन्नु भन्नुहोस् आमेन। तपाईँ परमेश्वरलाई सधैँ मेरो सम्बन्ध सुमधुर गरेको आज मण्डलीको अनि अधीनतामा तपाईँको अधीनतामा तपाईँ परमेश्वरले रहनको निम्ति सहायता गर्नुहोस्। एउटा उदाहरणीय जोडी र यही तपाईँको विश्वको आज धेरै महिमाको कारण गर्न सक्नुहुन्छ तपाईँको सहायता गर्नुहोस्। उनीहरूको हरेक प्रभु आज परिस्थितिहरूमा अनि कामहरूमा तपाईँको तपाईँको सहायता र जहाँसुकै रहे तापनि प्रभु जस्तो सुकै परिस्थिति समस्या जीवनमा आइपरेको भने यो प्रभु तपाईँको विश्वमा एउटा अडिट भएर यो प्रभु तपाईँको विश्वको आशिषको कार्य गर्नु सबै कुरो तपाईँको विश्वको हातमा राख्दै यो समयको लागि यो दिनको लागि विशेष धन्यवाद बिन्ती प्रार्थना कृष्णजीको नाममा पिता सुनिग्रहण गर्नुहोस्। अब हिजो हिजोबाट आयो र तपाईँको सरसल्लाह अनुसार तपाईँको अनुग्रह अनुसार मलाई हामीलाई सम्पूर्ण आज थोरै जति हुन्छ समय थोरै दिएर यसरी आशिष मान्ने क्रममा राख्नुभएको हामीले मैले आज जति यो सेवालाई अनि जति अगाडि बढाउँदामा तपाईँले सहायता गर्नुभएको छ आफ्ना भव्य गुलासालाई 2000 तपाईँले जति छ उत्पत्तिदेखि चाहिँ जानुभएको रहेछ र यो समयमा तपाईँले अब यसरी 2080 साल भदौ 26 गते यसरी तपाईँले पवित्र दिएको लागि तपाईँले सहायता गर्नुभयो। यसलाई धन्यवाद छ। जति तपाईँले दिनुभयो तपाईँले जति बढाइ गर्नुभयो म तपाईँलाई बढाइदिन्छु र आजको आशिष अनुसार आफ्नो कार्यमा विभिन्न पदबाट वचन दिँदै मनन गर्दै अब हामीले जति प्रत्येक अनुसार प्रार्थना गर्दै यो घरमा आएका छौँ। यसको लागि तपाईँलाई म धन्यवाद दिन्छु। जति छ आफ्नो छोरा छोरी खुलासाको बारेमा तपाईँले माथिबाट सहायता गर्नुहोस्। म हामी त के हो र संसारमा शरीरमा छौँ विश्वको हल्लामा पऱ्यो भने हामी भड्किन सुन्न सक्छौँ तर चिठीले भड्किनबाट तपाईँले बोलाउनुहोस्। केही छैन यो संसारमा एक दिन हामीले यो संसारबाट फर्किनुपर्छ। यसर्थ म तपाईँलाई सोधिदिए परमेश्वरको विचार र आफ्ना छोराले छोरीले जति छैन तपाईँले पवित्र दिएको लगाउ दिनुभएको छ। आज अन्तिम तहमा आएपछि आशिषको भागीदार भएका छौँ। सहायता गर्नुहोस्। प्रत्येक आफ्ना छोराछोरीहरूले र मण्डलीले आशिष दिँदै ल्याउनु भयो। अब समय पनि धेरै लामो छैन। अब अन्तिम तहमा आएका छौँ। म पूर्वले पनि तपाईँलाई त अब निरन्तर आशिष दिन त के दिन सक्छु भने विचार तपाईँले मान्छेलाई सहायता गर्नुहोस्। आफ्ना छोरालाई छोरीलाई खुलासालाई छोरा भविलाई तपाईँले जोड मान्नु भएको छ। जसरी तपाईँले दुई शरीरलाई एक शरीर बनाएर जोड मान्नुभयो यसरी नै यो संसारमा शरीरमा रहेको दिनसम्म तपाईँले एक मन भएर हिँडाइमा बसाइमा खुवाइ पियाइमा बोली बदलमा रहनसहनमा कसरी रहनुपर्छ तपाईँले मान्छेलाई सहायता गर्नुहोस्। आफ्ना छोराछोरीहरूलाई एक मन बनाउनुहोस्। तपाईँले जति छ आफ्ना छोराले छोरीले व्यवसाय बिहान पाठ प्रार्थना सेवामा कुनै दिन पनि आँखा आँखा टेढो नभइदिन एकदम मन भएर सेवा समाज गर्नुपर्छ। अरूलाई पनि सिकाउनुपर्छ, देखाउनुपर्छ। सबैले एक मन हुनुपर्छ। परिवारमा घरघरानामा मण्डलीमा सबैले तपाईँले एक मन भएर भव्य छोरा अनि तुलासा छोरीले सबै कुरा देखाउन सुनाउनुपर्छ। मान्छेले सहायता गर्नुहोस् र हिँडाइ बसाइमा पनि सहायता गर्नुहोस्। बोली वचनमा रहनसहनमा दुख बिमारमा दुर्बलता कमजोरतामा हरेक पीडामा तपाईँले सहयोग दिने मनमा फेर दिनुहोस्। यी नानी बाबीको कुनै दिन पनि एक वचन अदल बदल नभएको होस्। जीवनमा शाश्वत तपाईँले दिँदै
दुर्गत कम्प्युटरमा घटी गर्मीमा हिँडाइ बसाइमा रोगी बिमारीमा अनि सबैलाई तपाईँले एक मन गराउने काम गर्नुहोस् र आशिष दिनुहोस्। सबैको आशिष हुने छोराछोरी तपाईँले बनाउनुहोस्। सबै अब आजको यो आशिषको महिमा आशा र भरोसा सारा मद्दत माया दया तपाईँसँगै राख्दै दुर्बल कमजोर शरीर भए पनि तपाईँलाई आशा र भरोसा राख्दै रहनुपर्छ। यो संसारमा रहँदै तपाईँले मात्र सहायता गर्नुहोस्। संसारबाट फर्केको दिन भएर पनि हामी कहाँ जानुपर्छ र हामीले कहाँ जाने आशा छ त्यसको आशामा हामी पुग्नुपर्छ भन्दै यो विनय वृद्धि प्रार्थना पवित्र विषयमा राख्छु। पिताले सुनि स्वीकार दिनुहोस्। आमेन। पहिला दिदी बोलिहाल्नुहोस्। आनन्द साथुलाई जब
प्रभुजी यसरी एक्लो अवस्थाको थियौँ तर परिवारमा तपाईँहरूलाई प्रभुजी ल्याउनु भयो। धन्यवाद छ प्रभुजी। तपाईँ परमेश्वरको काम अद्भुत छ, अचम्मको छ, बुझिन सक्नुको छ, रहस्यमय छ। प्रभु तपाईँले हामीलाई यसरी हामी को कहाँका थियौँ तर तपाईँ प्रभुको रगतले हामीलाई एक परिवार बनाउनु हो, एकै बनाउनु हो, एकै मनको बनाउनु हो। प्रभु त्यसरी हामी यहाँ यस बेलबरा प्रार्थना मण्डलीमा एक अर्कालाई प्रभु यसरी नचिन् अनि प्रभुजी हामी आफ्नो आफ्नै बाटोमा लागेकाहरू प्रभुजी यस्तो अवस्थाको थियो तर तपाईँले हामीलाई विभिन्न जातिहरू भएर पनि अनि तपाईँ प्रभुले हामीलाई एक बनाउनु भयो। यहाँ मात्रै नभए संसारभर अनि प्रभुजी यसरी रफिदिन मण्डली प्रभुजी हाम्रो निम्ति कहाँ थियो र हामी रफिदिनको निम्ति कहाँ थियो हे प्रभु। तर तपाईँ प्रभुको यसरी हामीलाई यसरी हाम्रो प्रभुजी भतिबाट अनि प्रभुजी यसरी तुलसा नहीँबाट यसरी एक पार्नु प्रभुजी नाता बढाइदिनुको धन्यवाद छ। आनन्द हाम्रो बढाइदिनु भयो, प्रेम बढाइदिनु भयो, धन्यवाद छ। र प्रभु अब तपाईँ परमेश्वरले यो नव दुला दुलहीलाई आशिष दिनुहोस्। तपाईँ परमेश्वरले यी नानीहरूको जीवनमा कुनै प्रकारको प्रभुजी दुःख थप्नुहुन्न तर तपाईँ परमेश्वरले दुःखबाट पार तार्नुहुन्छ। हामी वचन पढेका छौँ। धन्यवाद छ प्रभु। तपाईँ परमेश्वरको आशिष र नानीहरूमा सदा सर्वदा भइरहोस्। र प्रभुजी तपाईँ प्रभुमा विश्वास योग्यता कायम रहनुमा यी नानीहरूलाई सहायता गर्नुहोस्। सुरुमा भन्दा बढ्ता विधिमा
मेरो प्रजालाई धर्ममा बनाउनेछु सुरुमा भन्दा परिणामितिमा गर्नेछु मेरो प्रजालाई धर्ममा बनाउनेछु उत्पत्ति भन्दा पहिले सुनेका ती मेरा जातिलाई फर्काइ ल्याउनेछु नयाँ दिँदैछु छोरीलाई छोडिदिन्छु नयाँ दिँदैछु छोरीलाई छोडिदिन्छु मेरा संस्कृतिको मेरा आशाको चारैमा गर्नेछु चारैमा गर्नेछु एउटा नयाँ गर्नेछु सम्पूर्ण सृष्टिलाई आशा देखाउनेछु जीवनमा परमेश्वर हो बाबाले अरू छैन जीवनमा परमेश्वर हो बाबाले अरू छैन गर्नेछु मेरो यो कामलाई हाँस्ने संसारमा गर्नेछु मेरो यो कामलाई हाँस्ने संसारमा एउटा कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका पवित्र आत्माको पिता पुत्र पवित्र आत्माको साक्षी भई ईश्वरको सेवा गरिरहनु मेरो पहिलो इच्छा र अन्तिम चाहना पहिलो इच्छा र अन्तिम
छु राखियो बन्धनमा बाँधिरहनेछु सधैँ साथ रहनेछु दुःखमा सुखमा सधैँ साथ रहनेछु ईश्वरको प्रेमको साक्षी बन्नेछु मेरो अन्तिम श्वाससम्मै साथ दिनेछु अन्तिम श्वाससम्मै साथ दिनेछु ईश्वरीय योजना पुरा गर्नेछु ईश्वरीय योजना पुरा गर्नेछु मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति सृजेका मैले तिमीलाई खोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरै निम्ति रोजेका मैले तिमीलाई रोजेको कहाँ हो र ईश्वरले नै Re ga re ga sa sa re ga re ga